बाल तातो छ थोरै होला है धेरै न आम्मामा त्यत्रो खाइसकिन्छ नेपाली कोदो ढिँडो जाडोमा चाहिँ खाने चाहिँ यस्तै हो गाई झोली यसरी यस्तो मिठो हुन्छ नि यो खुवाभन्दा चर्को बब्बाल मिठो हुन्छ है ढिँडो हाम्रो नेपालीको खुवा हो नम्बर 1 प्रसिद्ध नेपालीको प्रसिद्ध खाना नेपालीको प्रसिद्ध खाना कोदाको ढिँडो कसले बनाएको दिया तपाईले बनाएको माई गड मेरो बुढाले यस्तो मिठो बनाउनुहुन्छ त मेरो लभलीले हो बब्बाल बनाएको नि यार बुढाले फ्यान्टास्टिक छ त है बुढा कस्तो मिठो खै अन्डा पनि मिल्छ कि मिल्दैन अन्डा चाहिँ बाफ्रे अन्डा पनि बब्बाल छ त हेर्नु त कत्रो बुढाले त के हो कति धेरै माया गरेर बुढीलाई हेर्नु त अन्डा यत्रो अन्डा देख्नु भएछ गाईहरू सत्ता खान्छ है कति मिठो बुढा लभली अब खानु त तपाईँ पनि तपाईँ मलाई मात्रै धेरै माया नगर्नु क्या आफू पनि खानु मजाले खराब पारेर मलाई घिउ नहाल्नु उयो आइहाल्यो थोरै हाल्दैन ल ल्याउनु त ल्याउनु खायो भने ज्यानमा लाग्छ होइन नखायो के ज्यानमा लाग्नु होइन कस्तो मिठो भयो बुढाको त हातै मिठो क्या पकाउँदाखेरि यस्तो मिठो बनाउनु हुन्छ नि तपाईँहरूको बुढा हातले पकाएर खानुहुन्छ खानु न है मलाई त मिठो मिठो पकाएर खानुहुन्छ देख्नु गाइजहरू बब्बाल मिठो पकाएर खानुभएको बुढा चाहिँ माया गर्ने बुढा हेर्नु है यसरी पकाएर खुवाउने माया गर्ने मेरो त धुमधाम माया गर्ने बुढा छ देखिहाल्नुभयो होइन गफ दिएको होइन कि व्यवहारमा नि हेरिहाल्नु भयो नि भिडियोमा होइन अन्डा नहाल्नु होइन मासु चाहिँ राम्रो मलाई हालिदिनुपर्छ नराम्रो तपाईँलाई हाल्नुपर्छ क्या हो राम्रो धेरै आएको छ निकाल्नु तपाईँको नराम्रो 2-4 पिस मलाई हाल्नु 2 पिस तपाईँले लैजानु जाडोमा यसरी खानुपर्छ है गाईहरू यसरी खान सिक्नुहोस् है अनि पो ज्यान बन्छ होइन गाईहरू मेरो ज्यान त्यसै बनेको छ हेर्नु त मलाई त थोरै लिनु है अहिले खाएँ माथि हाल्नु सरल भाका बाफ होइन यसरी खाने हो घिउ यसरी खाने हो गाईहरू खायो भने रोग लाग्दैन भनेको ज्यानमा ताकत र बल आउँछ होइन मान्छे खाँदैन नि रोग लाग्छ खानु पर्यो नि
यसरी तरर पारेर घिउ हालिहाली डाडुभरि होइन तरर डाडुभरि घिउ हालेर खायो भने अनि मात्रै मिठो हुन्छ नवीन तपाईँको ढिँडो ताउमा सरसर पारेर खानु त त्यो पुसपास पारेर त्यो घिउ तातो पनि हुन्छ कि तपाईँको ढिँडो सेलायो त्यस हालेर तातो हुन्छ त्यो ढिँडो पनि पुसपास हुन्छ ढिँडो पनि तातो हुन्छ क्या ढिँडो चाहिँ सेलायो तपाईँको हुन्छ बुढाले कति मिठो मिठो बनाएर खाएको त्यस्तो पिरो त म त खाँदिनँ अचार अचार चाहिँ हालेर हुन्थ्यो थोरै अचार चाहिँ फेरि हाल्दिनँ त्यो खोर्सानीको अचार डल्ले मेरो अचारै ठिक हुन्छ थोरै झोल हाल्दा हुन्छ अलिकति यति नै काट्न पुग्छ यो डल्ले खोर्सानी अचार त यति पिरो यति टेस्टी छ नि त्यो चम्चा ल्याउनु म चाटिहाल्छु नि तपाईँले खाने तिरिमिरी झ्याइ पो पार्दो रहेछ डल्ले खोर्सानी तेलले त अचार यस्तो पिरो छ नि मिठो पनि कति मिठो भएको हो बुढा सधैँ पकाएर खानु है मेरो बुढाले त लास्ट टाइम आयो गर्नुहुन्छ है गाइजहरू भिडियोहरू यसो हेरेर पनि पत्ता लगाउनु होला होइन रियलमै लास्ट टाइम आयो गर्नुहुन्छ है मैले पकाएभन्दा बढी मिठो बनाउनुहुन्छ खाना बनाउनु थाल्यो नि बुढाको हातै मिठो त्यहाँबाट चोइटो पसेर झन्नै
नखान टन्नै भयो कति मिठो भएछ नि बब्बाल मिठो छ तातै ढिँडो कुखुरा चिकनको मासु अचार बब्बाल भएछ नि अलिकति लास्टको चाहिँ मिठो छ हाल्नु न हाले खानु मासु तातो यस्तो मिठो छ चाटीचुटी पारेर खानु रे नछोड्नु रे भन्थे त्यही भएर चाटीचुटी पारेर खाएको है आइज एकदम मिठो छ कि चाटीचुटी पारेर खाएको ल यति चाहिँ साथ दिनुभयो सँगसँगै मसँग खाएर इन्जोय लिनुभयो गाइजहरू सबैजनालाई धेरै धेरै धन्यवाद यसै गरी तपाईहरुले पनि खाएर इन्जोय गर्नु होला यो जाडो घडीमा नमस्ते धन्यवाद टाटा बाई बाई